छ नि मेट्रो मोनोको चर्चा छ काठमाडौँ उपत्यकामा पनि, तर यो पोडवेको त खासै चर्चा छैन। विकसित देशहरूले पनि यसलाई उपयोग नगरिसकेको र यसको सुरक्षाका बारेमा पनि भरपूर परीक्षण नभइसकेको कारणले पनि हो कि के हो यो? यस्तो छ हेर्नु, अब मेट्रो रेल मोनोरेल हाम्रो 2012 मा अध्ययन भयो, अहिलेसम्म हामीले बनाउन सकेनौँ। आज 2025 भइसक्यो, 13 वर्ष होइन अध्ययन भएको चिज होइन। अब राज्यसँग पैसा छ, सुविधा हुँदाखेरि त हरेक नेपालीलाई चाहिँ एक एकवटा हेलिकप्टर एउटा हेलिप्याड बनाइदिँदा पनि भयो आफ्नो क्षमताले भ्याएसम्म होइन। होइन भने आफ्नो क्षमता के छ त्यो हेर्नु पर्यो नि त। अब चाइनाले भारतले यो गर्यो भनेर उदाहरण भन्दा पनि हाम्रो भूगोल सुहाउँदो हाम्रो क्रय शक्तिले प्राइभेट सेक्टरले लगानी गरेर मुनाफा गर्ने रेल आज प्राइभेट सेक्टरले लिएर आएर बनाउँदाखेरि त धेरै राम्रो नि। प्राइभेट लगानी रेलमा आउँदैन, किनभने अपरेसन र मेन्टेनेन्स नै धान्न गाह्रो हुन्छ। भनेपछि बनाउन पनि समय धेरै लाग्यो, जग्गा प्राप्तिको समस्या छ भनेपछि त अब हामीलाई त समाधान चाहिएको छ नि। भोलि तपाईँ हामी नभएपछि यो राज्य चाहिँ सुनै सुनको भए पनि तपाईँ हामीलाई केही अर्थ छैन कि। समृद्धि हाम्रै पालामा हुनुपर्छ। तपाईँ हामी जस्तै युवाले नै यसको नेतृत्व गर्नुपर्छ। राजनीति गर्नेलाई राजनीति गर्न दिनुपर्छ, तर हामीले एउटा इमान्दार प्रयास राखेर चाहिँ जनताको लगानी सुरक्षित गरेर चाहिँ एउटा दिगो यातायातमा चाहिँ जनताको पैसा पनि लगानी गरौँ र दिगो यातायातको समाधान गरौँ भन्ने मेरो उद्देश्य हो, मेरो भावना त्यो हो। म निल भट्टराईले सुरु गरे पनि कोही न कोहीले सुरु गर्नु पर्थ्यो, म कोही न कोहीमा भएको हो कि। यो चिज त हाम्रो देशको लागि त एकदमै अपरिहार्य छ। तर कतिपयले भन्छन् कि छिमेकी मुलुकले नै